हामी चाहिँ एलिफेन्ट ब्रिडिङ सेन्टरतर्फ जाँदैछौँ। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। हामीहरू गएका थियौँ सौराहा। एलिफेन्ट ब्रिडिङ सेन्टरको लागि 50 रुपिसको टिकट काटेर हामीहरू हेर्न पुग्यौँ रोनाल्डोलाई। रोनाल्डो आफ्नै पारामा बच्चाहरूसँग र पोथी हात्तीहरूसँग मस्त खेलिरहेको थियो। एक हुल मृगका बथानहरू आफ्नै तालमा मस्त चरिरहेका थिए। हात्तीको बच्चा आफ्नो आमासँग मस्त काखमा बसिरहेको थियो। त्यसपछि हामीहरू लाग्यौँ सौराहाको सनसेट भ्यू पोइन्टमा र त्यहाँ पुगेर सनसेटको मनमोहक भ्यू देखेर हामी एकदमै दङ्ग पर्यौँ। अनि यस्तो बवाल ठाउँमा आइसकेपछि सेल्फी र भिडियो त लिनै पर्यो, होइन त गाइज? त्यसपछि हामीहरू लाग्यौँ थारू कल्चरल डान्स हेर्न। अलमोस्ट 1 घन्टा जतिको पर्फर्मेन्स पछि हामी पनि स्टेजमै उत्लिएर डान्स गऱ्यौँ। थारू कल्चरल प्रोग्राम सकिएपछि हामी सौराहाको स्ट्रिटमा वाकको लागि निस्क्यौँ। त्यहाँको लाइटिङ यस्तो दामी थियो कि हामी एकछिन यस्तो मस्त तरिकाले घुम्यौँ। हामीहरू सौराहाको स्ट्रिटमा स्ट्रिट वाक गर्दैछौँ। अन्त तिमीलाई कस्तो फिल हुँदैछ भन्नु नि त ल। भोलिपल्ट बिहान उठेर हामीहरू लाग्यो जङ्गल सफारीतर्फ। चितवन नेसनल पार्कमा रहेको कम्युनिटी वनभित्र हामीहरू लाग्यौँ। त्यहाँ हामीले मयूर, गोही, मृग, हरिण, घडियाल, गोही, गैँडा तथा विभिन्न चराचुरुङ्गीहरू लाइभ हेर्ने मौका मिल्यो। अलमोस्ट 2.5 आवरको जर्नी एकदम बबाल र एडभेन्चरस थियो। हामीले एकदमै मजा लियौँ र नेचरसँग इन्टरेक्ट गर्ने मौका मिल्यो र एकदम बबाल एक्सपिरियन्स हामीले पायौँ। त्यसपछि हामी कफीको मजा लिँदै मस्तसँग एकछिन बस्यौँ। जङ्गल सफारी सकेर हामीहरू लाग्यौँ नारायणी रिभरतिर। नारायणीमा 250 को टिकट लिएर हामीहरू लाग्यौँ बोटिङतिर। बोटिङ गरिसकेपछि हामी नारायणीको किनारमा एकछिन वाक गऱ्यौँ। त्यसपछि हामीहरूले नारायणी पुल र नदीको भ्यू हेर्दै कफीको मजा लिँदै बस्यौँ। Thank you so much for watching my video guys. See you soon. Bye bye.